Hello, hi, and a very good morning. यो हो आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज को प्रस्तुति मर्निङ मोड्समा साथ दिनका लागि उपस्थित भएको छु म पासाङ। मर्निङ मोड्स तपाईँले हरेक सोमबारदेखि शनिबारसम्म अर्थात् साताको 6 दिन बिहान 7 बजेदेखि 8 बजेसम्म फ्रिक्वेन्सीमा 98.8 मेगाहर्ज सँगसँगै हाम्रो वेबसाइट www.radiocity.com.np तथा हाम्रो पात्रो र नेपाली पात्रो एपबाट पनि संसारभरि नै सुन्न सक्नुहुन्छ। मर्निङ मोड्समा जम्मा 3वटा सेगमेन्टहरू रहने गर्दछन्। पहिलो सेगमेन्ट इन्फर्मेसन सेगमेन्ट, जहाँ हामी तपाईहरूलाई विभिन्न विषयहरूमा जानकारी प्रदान गर्ने गर्दछौँ, जसमा सोमबार इतिहास, मङ्गलबार खानपान, बुधबार स्वास्थ्य, बिहिबार रोचक प्रसङ्ग, शुक्रबार सिनेमा र शनिबार घुमघाम सम्बन्धी जानकारीहरू दिने गर्दछौँ। दोस्रो सेगमेन्ट अन्तर्गत हामी कुनै एउटा विषयमा तपाईसँग फोन कल मार्फत कुराकानी गर्ने गर्दछौँ र अन्तिम सेगमेन्ट अन्तर्गत बर्थडे सेगमेन्ट रहने गर्दछ। अब आजको तिथिमिति बारे जानकारी। आज विक्रम सम्वत 2082 साल माघ महिनाको 21 गते बुधबार, तदनुसार सन् 2026 फेब्रुअरी 4 तारिक फागुन कृष्ण तृतीया तिथि। दिन विशेषको कुरा गर्नुपर्दा आज विश्व क्यान्सर दिवस परेको छ। आज सूर्योदय बिहान 6:48 भयो भने सूर्यास्त साँझ 5:46 हुनेछ। अब आजको सेगमेन्टहरूको बारेमा कुराकानी गरौँ। आज बुधबार स्वास्थ्यसँग सम्बन्धित जानकारी दिने पालो संयोगवश आज विश्व क्यान्सर दिवस पनि परेको हुनाले हामी क्यान्सर रोग बारे नै जानकारी दिने छौँ। त्यस्तै दोस्रो सेगमेन्टमा आज हामी तपाईको विचारमा वायु प्रदूषणलाई न्यूनीकरण गर्न आम जनस्तरबाट के गर्नु पर्ला भन्ने विषयमा कुराकानी गर्नेछौँ। तपाईले हामीलाई 4595 मा फोन कल गर्न सक्नुहुनेछ र हामीले राखेको विषयवस्तुमा रहेर कुराकानी गर्न सक्नुहुनेछ। साथै आफ्नो परिवार, आफन्त तथा साथीभाइहरूलाई सम्झना र विभिन्न अवसरको शुभकामना सन्देश राख्न सक्नुहुनेछ। अहिलेका लागि भने एउटा गीत प्रस्तुत गर्दैछौँ। गीतपछि छोटो व्यापारिक विश्राम रहनेछ। त्यसपछि आजको पहिलो सेगमेन्ट लिएर आउनेछु। सुन्दै रहनुहोला रेडियो सिटी एफएम 98.8 मेगाहर्ज। विश्रामपछि पुनः स्वागत छ। सुन्दै हुनुहुन्छ आफ्नो फोनको आभास दिने तपाईको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको प्रस्तुति मर्निङ मोड्स तपाईले हरेक सोमबारदेखि शनिबारसम्म साताको 6 दिन बिहान 7 बजेदेखि 8 बजेसम्म फ्रिक्वेन्सीमा 98.8 मेगाहर्ज सँगसँगै हाम्रो वेबसाइट www.radiocity.com.np तथा हाम्रो पात्रो र नेपाली पात्रो एपबाट संसारभरि नै एकैसाथ सुन्न सक्नुहुन्छ। अब आजको फर्स्ट सेगमेन्ट इन्फर्मेसन सेगमेन्ट तर्फ लागौं। आज साताको बुधबार स्वास्थ्य सम्बन्धी जानकारी दिने पालो र मैले अघि पनि भने आज संयोगवश विश्व क्यान्सर दिवस परेको हुनाले हामी क्यान्सर सम्बन्धी नै केही जानकारी दिनेछौँ। सबैभन्दा पहिला क्यान्सर भनेको चाहिँ के हो त, सोही विषयमा कुरा गर्नुपर्दा क्यान्सर भनेको शरीरका कोशिकाहरू है सेल्स चाहिँ असामान्य रूपमा नियन्त्रण भन्दा बाहिर जानु अथवा वृद्धि हुनु अथवा बिग्रिनु भनेर चाहिँ चिनिन्छ। यी बिग्रेका कोशिकाहरूले चाहिँ स्वस्थ कोशिकाहरूलाई पनि नष्ट गर्छन्, अङ्गहरूले गर्नुपर्ने काममा बाधा पुर्याउँदछन्। रगत वा कोशिका मार्फत शरीरका अन्य भागमा पनि फैलिन सक्छन्। यसलाई चाहिँ मेटास्टेसिस भनेर चाहिँ भनिँदो रहेछ। अनि अब क्यान्सरका प्रमुख कारणहरू चाहिँ के हुन् त, सोही विषयमा पनि कुरा गरौँ। क्यान्सर एउटै कारणले मात्र हुँदैन, धेरै कारणले चाहिँ हुन सक्दछ, जसमा पहिलो नम्बरमा धुम्रपान र सुर्तीजन्य पदार्थ यदि तपाईको चाहिँ सेवन गर्ने बानी छ भने क्यान्सरको एकदमै धेरै जोखिम हुन्छ। अनि मदिरा सेवन गर्नुहुन्छ, जाँड रक्सी हैन अल्कोहलिक पदार्थहरू तपाईले प्रयोग गर्नुहुन्छ भने चाहिँ त्यसलाई चाहिँ सकेसम्म नगर्नुहोस्। अनि अर्को कारण चाहिँ वंशानुगत कारणले पनि क्यान्सर हुने रहेछ भन्नाले तपाईको पिता पुर्खामा हैन बुवा बाजेहरूमा चाहिँ यदि क्यान्सर छ तपाईको
भने तपाईमा पनि हुने चाहिँ एकदमै चान्स हुने रहेछ। अनि रेडिएसन हैन, विकिरण, विभिन्न खालका विकिरणहरू अहिले हुन्छन् हैन। विशेष गरेर सूर्यबाट आउने विकिरण त छँदैछ, तर अन्य विभिन्न आधुनिक युगमा चाहिँ विकिरणहरूबाट चाहिँ बच्नुपर्ने हुन्छ, जसले चाहिँ सङ्क्रमण हुने सम्भावना हुन्छ। अनि अर्को कुरा चाहिँ एचपिभी र हेपाटाइटिस बी र सी बाट पनि क्यान्सर हुने सम्भावना हुने रहेछ हैन। अनि अर्को कुरा चाहिँ अस्वस्थ खानपान। हामीले चाहिँ खानपान गरिरहँदाखेरि कतिको स्वस्थ चाहिँ खानेकुरालाई चाहिँ हामीले चाहिँ सेवन गर्दैछौँ त, त्यो कुरामा नै ध्यान दिनुपर्ने रहेछ। अनि अर्को चाहिँ अहिले विभिन्न किसिमका प्रदूषणहरू हाम्रो वातावरणमा चाहिँ पाउँदछौँ हैन। ती प्रदूषणहरूले, विशेष गरेर वायु प्रदूषणले चाहिँ क्यान्सरलाई निम्त्याउने काम गरिराखेको छ। अनि विशेष गरेर शारीरिक गतिविधि हामी चाहिँ कम गर्छौँ भने, एक्सर्साइजहरू हैन, कसरतहरू कम गर्छौँ भने चाहिँ हामीमा चाहिँ क्यान्सरको जोखिम वृद्धि हुने रहेछ हैन। अब क्यान्सरका सामान्य लक्षणहरू चाहिँ के देखिन सक्छन् त भन्ने विषयमा पनि चर्चा गरौँ। क्यान्सरको प्रकार अनुसार फरक हुन सक्छ, तर सामान्य लक्षणहरू चाहिँ के हुन्छ त भन्दा अनावश्यक रूपमा तौल घट्छ हैन। यदि तपाईको तौल चाहिँ अनावश्यक अति नै धेरै घट्दै गइराखेको महसुस गरिरहनु भएको छ भने तपाईमा क्यान्सरको जोखिम हुन सक्छ। यहाँ बेलैमा चाहिँ सचेत हुन जरुरी छ। लामो समयसम्म निको नहुने घाउहरू तपाईको शरीरमा आउँछ भने त्यो पनि क्यान्सरको चाहिँ जोखिमको चाहिँ लक्षण भनेर चाहिँ बुझिँदो रहेछ। अनि शरीरको कुनै भागमा चाहिँ गाँठो आउँछ भने त्यो पनि क्यान्सरको जोखिम हुने देखिन्छ हैन। अनि लगातार थकान हुने, अनि रगत बग्ने भन्नाले दिसा पिसाब वा खोकीमा चाहिँ तपाईको चाहिँ रगत देखिन्छ भने त्यो पनि क्यान्सरको जोखिम हुन सक्ने रहेछ। अनि आवाज हैन, बोल्दाखेरि आवाज चाहिँ बसिरहने अथवा खोकी चाहिँ नहट्ने हैन, निरन्तर रूपमा लागिरहने त्यस्तो हुन्छ भने त्यो पनि क्यान्सरको चाहिँ एउटा जोखिमको अवस्था रहेछ। अनि अर्को चाहिँ तपाईको रुचि चाहिँ अलि घट्छ अथवा खान मन चाहिँ त्यति धेरै लाग्दैन भने त्यस्तो व्यक्तिमा पनि क्यान्सरको जोखिम हुने रहेछ। यी लक्षणहरू देखिँदैमा फेरि क्यान्सर नै हो भनेर चाहिँ भन्न सकिन्न, किनभने यो चाहिँ सामान्यतया देखिने लक्षणहरू हुन् हैन। तपाईले चाहिँ स्वास्थ्य जाँच गर्न जरुरी छ। तपाईमा त्यो खालको लक्षण छ भने चाहिँ स्वास्थ्य जाँच गर्न जानुहोस्। अनि क्यान्सरका चाहिँ विभिन्न प्रकारहरू हुने गर्दछन्। विशेष गरी नेपालमा देखिने क्यान्सरहरूको हामी कुरा गरौँ। नेपालमा चाहिँ पुरुषमा चाहिँ बढी देखिने क्यान्सरहरू चाहिँ फोक्सो क्यान्सर, मुख तथा घाँटी क्यान्सर, पेट क्यान्सर, त्यसै गरी प्रोस्टेट क्यान्सर आदि हुने रहेछ। अनि त्यसै गरी महिलाहरूमा चाहिँ स्तन क्यान्सर, त्यसै गरी पाठेघरको मुख सर्भिकल क्यान्सर भन्दो रहेछ हैन। अनि त्यसै गरिकन फोक्सो क्यान्सर, ओभरी क्यान्सर आदि चाहिँ देखा पर्ने रहेछ। अनि अन्य क्यान्सरहरू हैन, कमनली आउनेहरू चाहिँ रक्त क्यान्सर हैन, ब्लड क्यान्सर भन्छ जसलाई, अनि मस्तिष्क क्यान्सर हैन, अनि त्यस्तै गरी कलेजो क्यान्सर र छालामा हैन, नर्मल्ली छालामा पनि क्यान्सर हुने रहेछ। यो कुरा याद गरौँ। अनि अब क्यान्सर चाहिँ कसरी पत्ता लगाइन्छ त, विशेष गरेर सोही विषयमा पनि थोरै चर्चा गरौँ। क्यान्सर भएको नभएको पत्ता लगाउने माध्यम चाहिँ विशेष गरेर शारीरिक जाँच नै हो हैन। स्वास्थ्य जाँच गर्नु पर्यो, अनि रगत जाँच गरेर पत्ता लगाइन्छ। त्यस्तै गरेर एक्सरेबाट, त्यस्तै गरिकन सिटी स्क्यान अथवा एमआरआई गरेर पनि पत्ता लगाइँदो रहेछ। त्यस्तै गरी बायोप्सी अर्थात् तपाईको कोशिका हैन, सेल्स चाहिँ जाँच गरेर पनि पत्ता लगाइँदो रहेछ। अनि त्यसै गरेर प्याप स्मेयर अर्थात् म्यामोग्राफी लगायतका चेकअपहरूबाट चाहिँ पत्ता लगाइने रहेछ हैन। अब मुख्य उपचार विधिहरू चाहिँ के छन् त अहिलेसम्म उपलब्ध, सोही विषयमा पनि छोटोमा हामी चर्चा गरौँ। विशेष गरेर सर्जरी गरेर चाहिँ उपचार गर्ने गरिन्छ, जसमा चाहिँ तपाईको क्यान्सर भएको भाग चाहिँ काटेर निकालिन्छ
हैन। त्यस्तै गरिकन रेडियोथेरापीद्वारा पनि गरिन्छ, जसमा विकिरणद्वारा क्यान्सर कोशिका चाहिँ नष्ट गर्ने गरिन्छ। त्यस्तै गरी केमोथेरापी जहाँ चाहिँ औषधिद्वारा उपचार गरिन्छ। त्यस्तै इम्युनोथेरापी भन्ने हुन्छ, जसमा चाहिँ शरीरको प्रतिरक्षा शक्ति बढाउने काम गरिन्छ हैन। अनि त्यस्तै गरिकन धेरै जसो अवस्थामा चाहिँ एक भन्दा बढी उपचार सँगै गरिने चाहिँ रहेछ हैन। अब क्यान्सरबाट बच्ने उपाय त अघि नै पनि मैले भने हैन। तपाईले धूमपान गर्नुहुन्छ भने त्यसलाई रोक्नुहोस् अनि स्वस्थ खाने कुरामा चाहिँ जोड दिनुहोस् हैन। नियमित रूपमा व्यायाम गर्नुहोस्, मदिरा चाहिँ सकेसम्म सेवन नगर्नुहोस्, अथवा सेवन गर्नुहुन्छ भने कम गर्नुहोस् हैन। कतिजनाको चाहिँ सांस्कृतिक रूपमा अथवा परम्परागत रूपमा नै पारिवारिक ब्याकग्राउन्ड नै त्यस्तो हुन्छ हैन। तर तपाईले बिस्तारै कम गर्दै लानुभयो भने तपाईले चाहिँ त्यसलाई पूर्ण रूपमा छोड्न पनि सक्नुहुन्छ। अनि एचपीभी र हेपाटाइटिस खोप लगाउन जरुरी छ। र अर्को कुरा त नियमित रूपमा स्वास्थ्य जाँच त गर्नु नै पर्यो हैन। अनि धेरै जसोलाई लाग्न सक्छ क्यान्सर लागेपछि चाहिँ लगभग मृत्यु नै हुन्छ भन्ने कुरा चाहिँ फैलाइन्छ हैन। तर यो कुरा चाहिँ सही होइन। आजकल धेरै जसो क्यान्सर चाहिँ निको हुन्छन्। धेरै लामो समय नियन्त्रणमा राख्न सकिन्छ। सही उपचार र सकारात्मक सोचले जीवन स्तर चाहिँ राम्रो बनाउन सकिन्छ। अब अन्त्यमा नेपालमा चाहिँ क्यान्सर उपचार कहाँ हुन्छ त, सोही विषयमा पनि म जानकारी दिन्छु। विशेष गरेर भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन र टिचिङ अस्पताल साथै वीर अस्पतालमा पनि क्यान्सरको चाहिँ उपचार हुने रहेछ। यो त भयो क्यान्सर सम्बन्धी जानकारी। आजलाई जानकारीको यो सेगमेन्ट हैन, इन्फर्मेसन सेगमेन्टलाई यहीँ राखौँ र अबको क्रममा हामी आजको दोस्रो सेगमेन्ट अन्तर्गत तपाईहरुसँग फोन कल मार्फत कुराकानी गर्नेछौँ। आजको विषयवस्तु रहेको छ तपाईको विचारमा वायु प्रदूषणलाई न्यूनीकरण गर्न आम जनस्तरबाट के गर्नु पर्ला। तपाईले हामीलाई 45 95 845 मा कल गर्न सक्नुहुनेछ र हामीले राखेको विषयवस्तुमा कुराकानी गर्दै तपाईको सम्झना र सन्देशहरू पनि राख्न सक्नुहुनेछ। यतिखेर हामी एउटा गीत सुन्छौं र गीतपछि ब्रेक रहनेछ छोटो, र त्यसपछि दोस्रो सेगमेन्टमा तपाईँ हाम्रो भेट हुनेछ। सुन्दै रहनुहोला रेडियो सिटी एफएम 98.8 मेगाहर्ट्ज। विश्रामपछि पुनः स्वागत छ। यो हो आफ्नो फोनको आभास दिने तपाईको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ट्जको प्रस्तुति मर्निङ मोड्स। मर्निङ मोड्समा साथ दिइरहेको छु म पासाङले, र तपाईले हामीलाई फ्रिक्वेन्सीमा 98.8 मेगाहर्ट्ज सँगसँगै हाम्रो वेबसाइट www.radiocity.com.np तथा हाम्रो पात्रो र नेपाली पात्रो एपबाट पनि एकैसाथ संसारभरि नै सुनिरहनु भएको छ। हामी मर्निङ मोड्सको दोस्रो सेगमेन्टमा प्रवेश गरिसकेका छौँ। आजको विषयवस्तु रहेको छ तपाईको विचारमा वायु प्रदूषणलाई न्यूनीकरण गर्न आम जनस्तरबाट के गर्नु पर्ला। तपाईले हामीलाई 45 95 845 मा फोन कल गर्न सक्नुहुन्छ। हामीले स्टुडियोको टेलिफोन नम्बर खुला गरिसकेका छौँ र हामीले राखेको विषयवस्तुमा रहेर कुराकानी गर्दै तपाईको आफ्नो आफन्त प्रियजन र साथीभाइलाई शुभकामना सन्देश पनि दिन सक्नुहुनेछ। र यतिखेर पहिलो कलर फोन लाइनमा आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार, गुड मर्निङ, शुभ बिहानी, शुभ दिन, शुभ कार्य। नमस्कार पासम सर, नमस्कार। नमस्कार, हजुरलाई पनि सबै मैले फोटोकपी गरिदिएँ है। हाम्रो प्रान्तिक सरलाई धेरै धेरै धन्यवाद अनि उहाँलाई पनि नमस्कार। हजुरहरू इन्टायर टिमलाई म स्वागत पनि भन्न चाहन्छु। म पहिलो कलर हो होइन। हजुरहरूले सधैँ हामीलाई स्वागत गर्नुहुन्छ, पहिलो ओपनिङमै स्वागत गर्नुहुन्छ। तर हामी चाहिँ हजुरहरूलाई स्वागत गर्न कहिले पछाडि पर्दो रहेछौँ कि हजुरहरूलाई चाहिँ किन हामीले स्वागत नगर्ने भनेर मेरो तर्फबाट हजुरलाई सबैभरिको स्वागतम 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 भन्न चाहन्छु। ठिक छ, सबैजनाको आफ्नो समय आउँछ नि त। हजुर हजुर। कहाँबाट को बोल्दै हुनुहुन्छ? म चाहिँ कुलेश्वरबाट दीपिका थापा। मैले गेस चाहिँ गर्दै थिएँ, तर हो कि होइन भनेर गेस नगरेको। होइन ठिक छ, हजुरहरूले सोध्ने हामीले बताउने पनि कुरा हो। सबैको एउटै आवाज हुन्छ, चिन्न सकिँदैन होइन। त्यसलाई चिन्नु भएन भनेर म भन्दिनँ, किन हाम्रो हजुरहरूले सोध्ने कर्तव्य हाम्रो भन्नुपर्ने दायित्व। एकदमै। अनि चिया नास्ता भयो कि नै हजुरको? हजुर, भर्खर चिया खाएँ मैले। हजुरको भयो कि नै?
छैन मेरो चाहिँ प्राय प्रोग्राम सकेर फर्केर मात्र हुन्छ। त्यही भएर हजुरले चाहिँ नखाइ आउने, हामीलाई एकदम माया गरेर छोड्ने, चाहिँ खाएर बसिरहेको हुन्छ होइन, बिहान उठ्ने। यस्तो खासमा म बिहान त्यति खान रुचाउँदिनँ, अलि समय भएपछि मात्र खाने गर्छु, त्यही भएर। चिसो तातो पानी चाहिँ हल्का लिनु भयो भने राम्रो हुन्छ सर बिहान। तातो पानी एक गिलास लिएर हिँड्दा आफूले पिउने नि। अनि म अल्छी छु नि त म अलिकति अल्छी छु, त्यही भएर जुरुक्क उठ्ने हो अनि प्रोग्रामको लागि आउने हो होइन, फर्केपछि बल्ल खाने हो। भनेपछि सबैभन्दा प्राथमिकता हजुरको महत्त्वपूर्ण एउटा मेरो महत्त्व के हो भनेर हजुरले त्यो दायित्वलाई पुरा गर्नको लागि पहिला मर्निङ वाक, रेडियो सिटी, त्यसपछि श्रोता, त्यसपछि मात्रै आफू हो। त्यसलाई सायद त्यही सम्झनु पर्ला। हो नि, एकदमै जसले बिहान उठेर सबै कुरालाई पहिलो प्राथमिकतामा राख्ने भनेको त्यो महत्त्वकांक्षी ठानेर हो नि त। हाम्रो प्रातिको शिव सर होइन? हजुर हजुर, शिव सरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँले पनि सायद तातो पानी खानु भएको छैन होला, बिहानै आउनु भयो होला। अब हजुरको विषयवस्तुतिर जम्केर होइन त? एकदम। अब हामी आम उपभोक्ताले भनौँ न, एउटा जनताहरूले सम्पूर्णले हामीले चाहिँ वायु प्रदूषण रोक्नको लागि चाहिँ त्यति धेरै त म जानकार छैन होइन सर होइन, तर पनि मेरो विचारमा, मेरो आफ्नो व्यक्तिगत विचार चाहिँ वायु प्रदूषण रोक्नलाई प्राय जस्तो त हामीले आगो बाल्ने कुराहरू गर्नु भएन काठमाडौँमा होइन। धुलो धुवा प्लास्टिकहरू जलाउने, यो प्लास्टिक जन्नेले चाहिँ धेरै हानिकारक गर्छ भने जस्तो बुक्सोलाई असर गर्ने, किडनीलाई असर गर्ने होइन, महिलाहरूलाई अब हरेक अङ्ग प्रत्यङ्गलाई एकदमै गाह्रो गर्छ। यसले चाहिँ क्यान्सरको चाहिँ मूल्य मेन किडनी क्यान्सर अनि फोक्सोलाई एट्याक गर्छ भन्ने पनि वैज्ञानिकहरूले भनिरहनु भएको छ। जहाँ चाहिँ प्लास्टिकहरू पोल्नुहुन्छ होइन, हामीले फोहोर लिन आउनुहुन्छ। अब धेरै फोहोर मैला उठाउनु भएको छ नि त नगरपालिकाले, जताततै, काठमाडौँ मात्रै नभएर हरेक ठाउँमा। तर काठमाडौँकै कुरा गर्नु पर्दा काठमाडौँको आसपासको धुवाले पनि वायु, आकाश त सबै ठाउँमा घुम्छ नि होइन, वायु प्रदूषण जताततै हामीले यो भनौँ न, जहाँ हिमाल पहाड तराई जतै पनि प्लास्टिक नपोल्ने कुहिने चिजलाई म अब त्यसको बिच अब के हालेर कुहिन्छ त्यो खाल्टोमा पुरेर कोएर पुरिदिनु पर्यो। नकुहिनेलाई के गर्नुपर्ने हो त, त्यसलाई चाहिँ व्यवस्थापन गर्नु पर्यो होइन, सम्बन्धित निकाय छ अथवा कुनै संस्थाहरू छ यसलाई। र त्यस्तै गरेर हामी जनताले चाहिँ आग लागि हुन नदिने, अनि कुनै पनि भनौँ न वस्तुहरू नपोल्ने अथवा प्लास्टिक जन्यहरू नपोल्ने, अनि त्यो धुलो धुवाहरू हुन्छ नि, एउटा घाँस के बनाउनु हुन्छ नि त, त्यो पनि सुकेपछि मात्रै जलायो भने आगो हुन्छ, हरहर बल्छ, त्यो धुवा नआइकन त्यो बालेपछि त्यो सिद्धिपछि त्यसलाई माटोले छोपिदिने, फुर्दिने होइन। त्यो कुरा भयो। चुरोट खाएर मान्छेले धुम्रपान धेरै गर्नुहुन्छ, चुरोट खाएर जङ्गलतिर नफाल्ने, धुलो पत्करहरूमा कागजमा नफाल्ने, त्यसले गर्दा नै आग लागि हुन्छ। त्यो पनि एउटा वायु प्रदूषण हो। वायु प्रदूषण टायरहरू नबालिदिने कारखानाहरूमा धुवा जन्मिने कुराहरू कुनै पनि हामीले प्रयोग नगर्ने। र अर्को कुरा चाहिँ यो जति पनि अब सरकारतिर पनि ध्यान दिनुपर्छ। सरकारले यो 20 वर्ष कटेका र यो वायु प्रदूषण दिने एकदमै धुवा अगाडि यस्तो कालो धुवा फाल्ने गाडीहरू काठमाडौँको यस्तो सम्बन्धशील सडकहरूमा चलाइरहनु भएको छ। यो कुरालाई पनि सरकारले पनि बन्द गर्नु पर्यो, यातायात विभागले पनि यस्ता गाडीहरूलाई बन्द गरिदिनु पर्यो, अनि नयाँ ल्याउनु पर्यो। र वायु प्रदूषण हुने कुरा चाहिँ हामी आम उपभोक्ता, त्यसपछि आएर सरकार, सम्बन्धित निकाय, विभिन्न सङ्घ संस्थाहरू छ, भनौँ न आफ्नो आफ्नो विभागहरू छ, उहाँहरू सबैले चाहिँ यो धुवा जन्ने कुराहरूलाई निर्मूल गर्नको लागि हामी कसैले पनि यसलाई चाहिँ व्यवस्था होइन वास्ता गरेर यसलाई चाहिँ पुरा निर्मलै गर्नुपर्छ। हामी सबैको दायित्व हो भन्न चाहन्छु म मेरो तर्फबाट। मलाई आउँदैन त्यति, तर मैले जानेकै यति नै हो। एकदमै धेरै चाहिँ महत्त्वपूर्ण विचार चाहिँ राख्नुभयो दिपिकाजी हजुरले। ठिकै छ, हामी सम्झना र सन्देशतर्फ लागौँ। अब सम्झना कति राख्नुपर्छ सर्वप्रथम म हजुरलाई पाचन सर सम्झना चाहन्छु, शिव सर, अनि हाम्रो रेडियो सिटीको इन्टायर टिमलाई मेरो तर्फबाट यो शुभ बिहानी मिठो सम्झना, न्यानो माया छ सबैलाई भन्न चाहन्छु। पूर्व मेचीदेखि पश्चिम महाकाली लाइन अनलाइन देश विदेशमा रहेर हाम्रो रेडियो सिटीको मर्निङ मोस्टलाई सुन्नुहुने हरेक कार्यक्रम होइन, शुभ बिहानी हरेकलाई सुन्नुहुने सबै हरेक कार्यक्रमलाई सुनेर साथ दिनुहुने सबैलाई सम्झना। र केही साथीको नाम लिनुपर्दा मन्जु थापा, श्रीराम दाललाई, बजेरा थापा, कृष्णजी बलामी, दुर्गा विवास ठकुरी दाईहरू,
अर्जुन थापा, श्याम कुमार, रामकुमार थापा दाई, जयराम मानन्दार, मनको साथी जीवन कार्की, ओम कार्की दाई, विकास लामिछाने, गोकुल केसी, बाबुराम भट्टराई सर, शेखर श्रेष्ठ, परमेश्वर घायल साके, बुद्धरत्न भद्राचार्य, अनि हाम्रो जयलक्ष्मी दिदी हुनुभयो। त्यसपछि इन्द्रा राणा दिदी हुनुहुन्छ भैरवातिर, मैया परिवार, सपना खड्का लगायत अब धेरैको नाम, रामबहादुर राई, विकास थापा, हाम्रो बालकुमार दाई, सानमया दिदी, धनराम भूषाल, कतारमा रामगिरी लगायत सम्पूर्णलाई सुनेर बस्नुहुने सबैलाई सम्झेको छु। सबैको नाम लिएर नरिसाउँछ। हजुरहरूलाई सदैव मेरो सम्झना र शुभ दिन, शुभ कार्य सबैको शुभ बितोस् भन्दै बिदा हुन्छु। वासङ सर, नमस्कार। नमस्कार, बाई बाई। उहाँ हुनुहुन्थ्यो दीपिका थापा कोलेश्वरबाट। उहाँले चाहिँ आजको विषयवस्तु है, तपाईँको विचारमा वायु प्रदूषणलाई न्यूनीकरण गर्न आम जनस्तरबाट के गर्नु पर्ला भन्ने शीर्षकमा चाहिँ आफ्नो विचार राखेर अनि साथै सम्झना र सन्देश छोडेर बिदा हुनुभएको छ। यतिखेर फेरि पनि दोस्रो कलर फोन लाइनमा आइसक्नु भएको छ। उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार। साइडमा गीत बजिरहेछ हजुरको। भनेपछि आज काम गर्दै गीत सुन्दै हो। के छ नयाँ नौलो हजुरको? ओके ओके। अब छोराछोरीलाई चाहिँ बिगाएर भने त्यसलाई पिसिन्छ नि हेरेर अनि फेरि त्यही बाबाआमाले त्यही काम गरिरहेको छ। रिस उठ्यो भने पुग्छ नि। अहिले दीपिका थापाले जुन भन्नुभयो हाम्रो नेपालीले गर्ने कुरो, हामी नेपालीले गर्ने कुरो त्यही नै हो। तर धेरै ठुलो क्षति वातावरणमा क्षति पुर्याउने को छ भन्दाखेरि अमेरिका यो लडाइँ गर्ने, दुनियाँ ठुलो बम पड्काउने होइन, तिनीहरूको गल्ती हो नि त। वातावरण त तिनीहरूले जोगाउनु पर्ने हो नि त। अरू राष्ट्रलाई चाहिँ यो भएन त्यो भएन भनगल्ता हनन भयो भन्ने, अनि तिनीहरू चाहिँ ठुल्ठुलो बम पड्काएर बालबच्चाहरू चाहिँ पिएडीमा रोइराखेको, युक्रेनमा त्यो बच्चाहरूले खाना नपाएर ठुल्ठुलो घाँस खाइराखेको त्यो देशको उनीहरूले संसारलाई यसरी त्यो चलाउनु पर्ने। तर कसले लाउने र? अब अमेरिका साह्रै, रुस साह्रै, युक्रेन साह्रै, इन्डिया साह्रै, चाइना साह्रै, साह्रै साह्रै यो देश हामी सानो, हामी आगो बाल्दाखेरि प्रदूषण भएर कतिले देखिन्छ र हामीले एक जग्गाको हजारौँ करोडौँ वातावरण दूषित बनायो। मलाई चाहिँ त्यस्तो लाग्छ हामीले बनाएर जोगिने होइन, यो सबै राष्ट्रहरूले जोगाउनु पर्ने चाहिँ कहाँबाट हो कानुन, कहाँबाट लाग्छ यिनीहरूलाई मान्छे मार्नेहरूलाई, यिनीहरूलाई चाहिँ कानुन कुन देशले चाहिँ सजाय दिन्छ होला भन्ने चाहिँ मेरो चाहिँ जिज्ञासा यही नै रहन्छ सर। सम्झिनु पर्दा मेरा मित्र दीपिका थापाले जतिजना सम्झिनु उहाँलाई सम्झिँदै र हजुरहरूलाई उहाँले भनेको मान्छे दाजुभाइहरूलाई सम्झिँदै र हजुरको उत्तरको प्रगति होस् भन्दै बुझिन्छु सर। नमस्कार। हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो चुच्चेपाटीबाट बाबुराम भट्टराई। उहाँले हामीलाई नियमित रूपमा कल गर्नुहुन्छ। तर म के एउटा जानकारी गरौँ भने हजुरहरूले कल गर्दै गर्दाखेरि चाहिँ साइडको अलिकति हो हल्लालाई कम गरिदिनु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ। किनभने हजुरहरूले जुन विचार राखिरहनु भएको हुन्छ अथवा हजुरले सम्झना र सन्देश छोडिरहनु भएको हुन्छ, त्यो कुरा चाहिँ तपाईँले हामीले यहाँबाट प्रसारण गर्दै गर्दाखेरि चाहिँ रेडियोमा प्रष्ट नजान सक्छ होइन। अनि त्यही भएर चाहिँ तपाईँले साइडमा बजेका आवाजहरू बाट अलिकति टाढा गएर अथवा मिल्छ भने एकैछिनलाई बन्द गरेर पनि तपाईँले कुरा गरिदिनु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ है त। र यतिखेर फेरि पनि अर्को कलर फोन लाइनमा हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, म ओम कार्की शेर्पाबाट। ओमजी के छ? बिहान बिहान फ्रेस भइसक्नुभयो होला हजुर त? केही छैन, आज अलिकति अबेला हिँडेको थिएँ, भर्खर ढोकाबाट इन भएँ। ए हजुर हजुर। अनि ढोकाबाट चाहिँ इन हुनुभयो, फोन कल पनि लागिहाल्यो? ठ्याक्कै गेटमा आउनु र त्यो फोन लाग्नु सँगै भयो। बाटोमा नि सुन्दै हिँड्नु भएको थियो? सुन्दै हिँडेको थिएँ। ए हजुर हजुर, ल ठिक छ। अनि अब बल्ल खाजा नास्तातिर लाग्नु हुने होला? अब बिस्तारै बिस्तारै। ल ठिक छ। आजको योजना के छ हजुरको? केही छैन योजना त, अब यो उमेरको
हिसाबले पनि खासै अब अरू केही गरिँदैन घरमा सानातिना कामहरू गर्नुपर्नेहरू चाहिँ हुन्छ तर हजुर एकदमै एनर्जेटिक हुनुहुन्छ एकदमै जोसिलो त्यो त पर्यो त ल ठिक छ आजको विषयवस्तु सुन्नुभयो मान्छेको कस्तो हुन्छ भने पास्टर सर यो मोरल भन्ने चाहिँ नि जुन चिज हुन्छ नि हजुर हजुर त्यो चाहिँ भएन यति भनेदेखि त्यो मान्छे अटोमेटिक हिसाबमा चाहिँ नि अर्कै मनस्थितिको हुन्छ अनि म एकदम चाहिँ नि काम गर्न सक्ने चाहिँ नि क्षमता छ म चाहिँ पहिला जे थियो अहिले पनि त्यही नै छु भन्ने चाहिँ नि यता मोरल अथवा त्यो भित्री चाहिँ आत्मबल गर्यो भने सबै ठाउँमा सफल हुन्छ एकदमै हजुरको त्यो जोस देख्दा त्यो आत्मविश्वास देख्दा होइन एकदमै खुसी लाग्छ हुन्छ ठिकै छ हामी अब सम्झना र सन्देशतर्फ लागौँ सम्झना र सन्देश त मेरो असाध्यै चाहिँ के अरे छोटो छ अघि दिदीका बहिनीले पनि राखिसक्नुभयो प्राय गरेर हाम्रो विकास भाइले राख्नुहुन्छ यो आइतबार जतिलाई सम्झिनुहुन्छ म अहिले चाहिँ सबैको चाहिँ यो नाम लिइनँ जतिले सम्झिनुहुन्छ र यो रेडियोमा चाहिँ के अरे जतिले चाहिँ के अरे सुन्नुहुन्छ जतिले बोल्नुहुन्छ उहाँहरू सबै हाम्रो एउटा दाजुभाइ अथवा चाहिँ हामी परिवार भएका छौँ उहाँहरू सबैलाई र तपाईँलाई चाहिँ एकदम कार्य सफलताको चाहिँ यहाँको चाहिँ जीवनकै सफलताको शुभकामना धन्यवाद प्राविधिक मित्रलाई पनि चाहिँ उहाँको पनि एकदम चाहिँ सुस्वास्थ्यको साथै कार्य सफलताको शुभकामना उहाँको पनि एकदमै अब चाहिँ जीवनमा आउने हरेक कामको चाहिँ सफलताको शुभकामना र आज जसको जन्मदिन परेको छ जो यात्रा गर्दै हुनुहुन्छ उहाँहरूलाई पनि एकदमै चाहिँ शुभकामना दिँदै म बिदा भएँ नमस्कार हस् नमस्कार उहाँ हुनुहुन्थ्यो स्वयम्भूबाट ओम कार्की हाम्रो नियमित कलर हुनुहुन्छ उहाँ पनि र यतिखेर फेरि पनि अर्को कलर फोन लाइनमा आइसक्नु भएको छ उहाँसँग कुराकानी गरिहालौँ हजुर नमस्कार नमस्कार रमेश कार्कीजी के छ हजुरको खबर ट्याक्ट्याकै लाग्यो है हजुर हजुर हजुरको चिया नास्ता भयो कि नै मेरो भइसक्यो टपिक चाहिँ तपाईँको यो बायो प्रदूषणको बारेमा रहेछ होइन यो त्यही हो अब आगो नबालौँ होइन अलिअलि बालौँ होइन बाल्नु जानुपर्छ यो फोहोर पनि जापाजी फ्याल्नु भएन एउटा अथवा एउटा खाल्टामा डस्टबिन बनाएर होइन कुद्नुपर्दा पनि एउटा उसमा लगेर त्यो गाडी आउँछ नगरपालिकाको त्यसमा हालेर पठाउँ त्यति नै रह्यो पासाङजी ल ठिक छ छोटो मिठो विचारको लागि हजुरलाई धन्यवाद छ र हजुरले अब चाहिँ सम्झना र सन्देशहरू राख्न सक्नुहुन्छ दाजु र मैले फोन हान्नुपर्छ भनेको प्याक भयो जस्तो हजुर लगायत अगाडि आउने सबैलाई सम्झिँदै अरू साथीहरू पनि धारणा थियो समय छोटो छ होइन हजुर सबैले सम्झिँदै हाम्रो शिवजीलाई मिस गरिरहेको छु भन्दै छुट्ने हो पास ओके बाई बाई उहाँ हुनुहुन्थ्यो रमेश कार्की र तपाईँले पनि हामीलाई कल गर्न सक्नुहुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 4595 र आफ्नो शुभकामना सन्देशहरू चाहिँ राख्न सक्नुहुन्छ त्योभन्दा अगाडि आजको विषयवस्तुमा रहेर कुराकानी गर्न सक्नुहुन्छ आज हामी तपाईँको विचारमा वायु प्रदूषणलाई न्यूनीकरण गर्न आम जनस्तरबाट के गर्नु पर्ला भन्ने विषयमा कुराकानी गरिराखेका छौँ यतिखेर फेरि पनि अर्को कलर फोन लाइनमा आउनु भएको छ कुराकानी गरौँ हजुर नमस्कार हेलो हाई गुड मर्निङ नमस्ते हेलो हाई गुड मर्निङ नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ ए सुजेनजी आज अलिकति बिरामी हुनुहुन्छ क्या हो ए ए ए हजुरले रेडियो सुन्दै हुनुहुन्छ अहिले त्यति फ्रेस हुनु भएको छैन जस्तो लागिरहेछ मलाई आवाज सुन्दाखेरि त्यति धेरै फ्रेस भइसक्नु भएको छैन जस्तो लाग्यो हजुरको आवाज सुन्दा ए ए हजुरलाई शीघ्र स्वास्थ्य लाभको कामना है त हुन्छ आजको विषयवस्तु सुन्नु भएको छ है आजको विषयवस्तु चाहिँ हाम्रो तपाईँको विचारमा वायु प्रदूषणलाई न्यूनीकरण गर्न आम जनस्तरबाट के गर्नु पर्ला भनेर चाहिँ हामी कुराकानी गरिरहेछौँ अनि आगो बालेपछि
त्यही नै हो है ल ठिकै छ हामी सम्झना र सन्देशतर्फ लागौँ सुनैना महाजन नैना महाजन बापजी महाजन चिन्मय महाजन अनिता महाजन आयन्स महाजन मन्त्र थापा बुद्ध धर्मदास बिलौटे संस्थान Kamaya muncul ke sana aneh apa menjalani diri kita menjadi saja dengan menjalani tempat bicara saja dengan itu seperti diri kita menjadi saja dengan menjalani tempat bicara saja dengan itu boleh sudah mahajan itu pun untuk menjalani tempat bicara mana ada orang ओके बाई बाई उहाँ हुनुहुन्थ्यो सुजेन महर्जन कृतिपुरबाट हुनुहुन्थ्यो उहाँले पनि नियमित रूपमा हामीलाई कल गर्नुहुन्छ र साथ दिनुहुन्छ यतिखेर फेरि पनि अर्को कलर फोन लाइनमा हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ आज पनि आज चाहिँ अलि अन्तिमतिर आउनुभयो नि ए हजुर बिहानै काम के काम सिद्ध्याउनु भयो हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर ल ठिकै छ अनि आजको योजना नै सधैँ जस्तै होला होइन हजुर हजुर चियापान गर्ने यता काम ताप्ने अनि 2-3 बजेतिर कति बजी आफूलाई मन लाग्छ यता खाजा खायो अनि गए इभिनिङ वाक गर्न गयो आधा घन्टा 1 घन्टा हिँड्ने आयो ल ठिकै छ अब आजको विषयवस्तुतर्फ लागौँ हजुर वायु प्रदूषणलाई रोक्ने हामीले अब यसलाई निगरानी गर्न हामीले अब आफ्नो घरमै छ है पुरानो गाडीहरू छ भने त्यसलाई अब सर्भिसिङ गराउन दिन जरुरी छ गाडीको 3 महिना 6 महिनामा तोकेको बेलामा सर्भिसिङ गराएपछि त्यसको धुलो कम हुन्छ कि आफ्नो गाडीहरूको अब पुराना गाडीहरू धेरै हटाउनु पर्यो सरकारले यसमा वास्ता गर्दैन त्यो 20 वर्ष पुरानो गाडी हटाउनु पर्ने कहिले नै सूचना आएको थियो तर त्यो गाडीहरू हटाएको जुन पुरानो गाडीहरू पनि धेरै धुवा पाल्छ त्यो आफ्नो गाडीहरू छ भने त्यसलाई बेला बेलामा भनेको बेलामा सर्भिसिङ गराउनु पर्यो नत्र बाटोमा गएर धोका पनि खाइन्छ त्यसो अब घरको फोहोर मैला पनि आफूले उगर्नु पर्यो कोहीले फोहोर एउटामा राख्नु पर्यो नकोहीले फोहोर एउटामा राख्नु पर्यो अब त्यो फोहोर आउने बेलामा पुर्याइदिनु पर्यो आफूले पनि त्यो रोक्नको लागि आफूले पनि त्यसमा ध्यान दिनुपर्छ वायु प्रदूषण रोक्नको लागि आफूमा पनि नियन्त्रण हुन्छ त्यो भन्न चाहन्छु अब आफूले हामी हिँड्दाखेरि अब मास्क लाउनु पर्यो अब धुलो धुवा त्यत्तिकै उठ्छ अब एकातिर त्यो गाडीहरू कतै जाम भयो भने गाडीहरू अब त्यो धुवाले पैसा पनि हुँदैन कि उतातिर सडकको धुलो पनि त्यत्तिकै उठ्छ हावा चल्ने बेलामा उतातिर गाडीको मोटरसाइकलको धुवालाई त्यत्तिकै हामीलाई हिँड्नै गाह्रो हुन्छ त्यसो गरेर त्यो पुरानो गाडीहरू हटाउनु पर्यो त्यो गाडीहरू छन् आफ्नो गाडीहरू छ बाइक स्कुटर के छ त्यसको बेला बेलामा सर्भिसिङ गराएर हिँड्नु पर्यो त्यस्तो गर्दा अब धेरै सुरक्षित हुन्छ वायु प्रदूषण रोक्न सकिन्छ भन्न चाहन्छु हुन्छ विचारको लागि धन्यवाद छ अब हामी सम्झना र सन्देशतर्फ लागौँ विशेष तपाईँलाई धेरै सम्झिन्छु अनि भाइलाई धेरै धेरै सम्झिन्छु साथीहरू फोन गर्नु पर्दा सम्झिनु पर्दा रामप्रसाद दियोस बुद्धजी मैया परियार बिन्दु परियार गीता प्रधान सम्पूर्ण साथीभाइ दिदीबहिनीहरू जसले रेडियोलाई माया गर्नुहुन्छ फोन गर्नुहुन्छ ट्राई गर्नुहुन्छ सबै साथीहरूलाई हजुर समक्ष छोड्दै म बिदा हुन चाहन्छु हस् नमस्कार बाई 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 उहाँ हुनुहुन्थ्यो जयलक्ष्मी श्रेष्ठ सतुङ्गलबाट हाम्रो नियमित कलर हुनुहुन्छ र अब चाहिँ हामी यो सेगमेन्टको अन्तिममा छौँ त्यसैले एकजना मात्र कलरसँग हामी कुराकानी गर्छौँ अन्तिम कलर कहाँबाट को हुनुहुन्छ स्वागत गरौँ हजुर नमस्कार नमस्कार म सुरज पन्त बौद्धबाट सुरज पन्त हजुरसँग मेरो पहिलो पटक कुराकानी भइरहेछ हजुर हजुर के छ हजुरको खबर हजुरको आवाज अलिकति काटिँदै आइरहेछ नेटवर्कको प्रब्लम हो अलिकति मिल्छ भने नेटवर्क आउने ठाउँमा गइदिनुहोस् न है हामीले सुन्न सकेनौँ उहाँको आवाज चाहिँ एकदमै क्यार क्यार भएर आइरहेछ र आजलाई हामी उहाँसँग छुट्यौँ है किनभने हामीले आवाजलाई बुझ्न सकेनौँ माफ गर्नुहोला सुरजजी
र अब चाहिँ हामी आजको यो दोस्रो सेगमेन्टलाई यही राख्दै तेस्रो सेगमेन्ट बर्थडे सेगमेन्टतर्फ जान्छौँ। त्योभन्दा अगाडि हामी छोटो व्यापारिक विश्राम लिन्छौँ र विश्रामपछि तपाईँ हाम्रो भेट हुनेछ। सुन्दै रहनुहोला साउन्ड अफ द सिटी, रेडियो सिटी FM 98.8 मेगाहर्ट्ज। Radio City 98.8. विश्रामपछि पुनः स्वागत छ। यो हो आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी FM 98.8 मेगाहर्जको प्रस्तुति मर्निङ मोड्स। मर्निङ मोड्समा म पासाङले तपाईँलाई साथ दिइरहेको छु। तपाईँले हामीलाई फ्रिक्वेन्सीमा 98.8 मेगाहर्ज सँगसँगै हाम्रो वेबसाइट www.radiocity.com.np तथा हाम्रो पात्रो र नेपाली पात्रो एपबाट पनि संसारभरि नै सुनिरहनु भएको छ। र अब चाहिँ पालो भएको छ हाम्रो तेस्रो तथा अन्तिम सेगमेन्ट बर्थडे सेगमेन्टको। आज जन्मदिन परेका सबैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना। ह्यापी बर्थडे टु यु भन्छौँ। आफ्नो जन्मदिन आफ्नो परिवार, आफन्त र साथीभाइहरूसँग हर्षोल्लासका साथ मनाउनुहोला। यहाँको जीवनमा सुख, शान्ति अनि खुसीका पलहरू आइरहोस्। म अनि प्राविधिक मित्र शिवदाई र हाम्रो सम्पूर्ण रेडियो सिटी परिवारको तर्फबाट यही नै शुभकामना। र आजका लागि भने मर्निङ मोड्सको निर्धारित समय सकिन लागेको छ। अन्त्यमा आज हामीलाई कल गरेर साथ दिनुहुने दीपिका थापा, बाबुराम भट्टराई, ओम कार्की, रमेश कार्की, सुजन महर्जन, जयलक्ष्मी श्रेष्ठ र सुरज पन्तलाई धेरै धन्यवाद भन्छौँ। यस्तै हामीलाई सुनेर साथ दिनुहुने तपाईँलाई पनि हृदयदेखि नै धन्यवाद भन्छु र मलाई यतिन्जेल प्रविधिमा साथ दिनुहुने शिवदाईलाई पनि धन्यवाद भन्दै आज तपाईँ चाहिँ कुनै नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ भने कार्य सफलताको शुभकामना भन्छौँ। अनि कतै यात्रामा जाँदै हुनुहुन्छ भने शुभ यात्रा भन्छौँ। र यदि तपाईँ बिरामी अवस्थामा हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको पनि कामना भन्दै अन्त्यमा यो एउटा गीत तपाईँको लागि छोड्दै आजका लागि भने म पासाङ तपाईँबाट बिदा हुन्छु। हस्त, नमस्ते, शुभ दिन।